हेलो नमस्कार मिनी ब्लगमा यहाँहरु सबैजनालाई स्वागत छ र आज चाहिँ हामी मार्केटतिर घुम्न जाने भन्ने सल्लाह भयो र हामी सबैजना ससाना सरर मार्केटतिर लाग्यौं अनि मेरो आन्टीको चाहिँ एनिभर्सरी थियो अनि हामी के गिफ्ट दिने भन्ने सल्लाह भयो अनि ट्याक्क सोच्दाखेरि चाहिँ भगवत गीता दिने भनेर सल्लाह भयो अनि मार्केट गएकै बेलामा हामी माथि राधाकृष्ण मन्दिर रहेछ अनि मन्दिरमा चाहिँ हामी चाहिँ लाग्यौं भगवत गीता दिनलाई भनेर अनि हामी चाहिँ म चाहिँ यहाँनेरि फर्स्ट टाइम हो नि त गएको अनि कस्तो के रहेछ भनेर सरासरी भित्र पसे अनि आनन्दहरुकै आनन्द मन्दिर भित्र पस्दा आनन्द त भइहाल्छ आनन्द लाग्यो दर्शन गर्यौं अनि भगवत गीता लिने भनेर सल्लाह भएको कारणले हामी चाहिँ बुक तर्फ लाग्यौं अनि त्यहाँनेरि बुक लिने भनेर बुक पनि लिइहाल्यौं हैन अनि मेरो छोरीले चाहिँ झगडा गरी मलाई चाहिँ के चाहियो मलाई भन्न थाली अनि तिमी यहाँ केही छैन बुक मात्रै पाइन्छ केही छैन भगवानको बुक मात्रै भन्यौं अनि त्यतिकै हामी भगवत गीता लिएर घरतर्फ लाग्यौं र हामी चाहिँ घरमा आइसकेर हतार लुगा खोलेर अनि खानापिनातिर लाग्यौं हैन धेरै ढिला भइसक्यो थियो बेलुका भइसक्यो थियो अनि म चाहिँ अचारतिर लागेर अचार छिटो बनाउनतिर लागे र आन्टी चाहिँ पुलाउतिर लाग्नु भयो पुलाउ सब्जीतिर लाग्नु भयो अनि मटर सटर फ्राई गर्दै हुनुहुन्छ पुलाउमा हाल्नलाई छिटो गरेर धेरै ढिला भइसक्यो थियो है अनि यता चामल पनि बिचारा रेडी गर्यौं अनि सबै रेडी गरेर चाहिँ गर्दा ग्यास सकेर फेरि यस्तो बिचक भयो अनि हतार दौडाएर ग्यास ल्याइपुर्याउनु भयो अंकलले अनि आन्टीले ग्यास जोड्दै हुनुहुन्थ्यो फेरि नभएर है तान्नु हुन्छ मरि गए आउँदैन अनि जबरजस्ती गरेर निकालेर अनि बल्ल अनि ग्यास आन्टीले जोड्नु भयो कसो गरेर फेरि हतारमा त हुँदैन नि त काम भनेको मिस्टेक भइहाल्छ अनि सबैजना ढुक्क भयो ग्यास पनि पायो नि त हैन अनि जोडेर अनि फेरि पुलाउतर्फ लाग्यौं अनि आन्टीले परपरि भुटेर मज्जाले पानी हालेर चाहिँ यस्तो मज्जाले पुलाउ बनाउनु भयो कि हेर्दै खाउँ लाग्दो तरिकाको हेर्नु न कस्तो दामी खालको छ अनि नि वाउ खालको खाँदा पनि यस्तो टेस्टी हुने खालको बनाउनु भयो अनि र हेर्नुहोस् है यो चाहिँ मेरो सब्जी बनाएर खन्यायौं बटुकामा चाट्टासँगले हैन अनि पनिरको सब्जी अनि अर्को सब्जी बनाउनु पर्यो नि त फेरि यो चाहिँ यो मलाई मात्रै है यो सब्जी चाहिँ अनि अर्को सब्जी बनाउने तयारी गर्न थाल्यौं र यसैमा आन्टीले पापड फुर्याउँदै हुनुहुन्छ गर्मीमा बिचारा हेर त धम्माधम गरिरहनु भएको छ आबो चाहिँ क्यामेरा लिएर पर कुद्ने मात्रै काम भइरहेको छ अनि त्यसपछि पापड फुर्याउँदै हुनुहुन्थ्यो फुर्याइसकेपछि उता अब अर्को सब्जी तयारी गर्नु पर्यो अर्को सब्जी पाकिरहेछ अरूको लागि धमाधम अनि यता फेरि केक रेडी गर्न थाल्यौं अनि यता केक तयारी हुँदैछ आन्टीहरु सबैजना तयारी हुँदै हुनुहुन्छ अनि आन्टी अंकल चट्टसँगले बस्नुभयो साथैमा मेरो छोरीलाई पनि राख्नु मेरो छोरी फेरि हेर न नटेरेर जबरजस्ती उ एक्लै बस्ने बिच्चामा भनेर अनि सबैजना बसेर अनि सबैजना